रोटी पड्काउनु के अहिले मजाले हेरेँ सुतेर हेरेँ। र अब यसरी यो झोल हाम्रो तयार हुँदैछ। यो झोल माछा बनाउँदैछु मैले आज। ल हाम्रो झोल अब तयार भइसकेको छ। यहाँ यसरी उम्लेको देख्न सक्नुहुन्छ यहाँहरूले। अब यो उम्लिसकेपछि यसरी माछा हाल्नुपर्छ है साथी हो। यो माछा हामीले यसरी माछा हालिदिन्छौँ यहाँ। यो यसरी माछा हाल्छौँ। ल यसरी यो माछा हामी अब यसरी गर्न यो सट्ट लाएर झोलमा डुबाइदिने है त। ल अब यो माछा यसरी गर्न मजाले पाक्छ साथीहरू है। ल गाइजहरू कोलाई खान मन छ तयार हुनु होला। अब यो हाम्रो झोल माछा लगभग तयार हुँदैछ। यो मजासँग यसलाई पाक्न दिनुपर्छ हामीले। एकदम यो धेरै अलि राम्रोसँग पाक्यो भने यो एकदम बाक्लो यो झोल बन्छ। अहिले चाहिँ त्यति राम्रो यसको आइसकेको छैन। ल यो अब आफ्नो मजाले सानो आगो लगाएर हामी चाहिँ मजाले पकाउँछौँ यसलाई। ल है साथीहरू हाम्रो माछा अब तयार हुँदैछ। यहाँ देख्न सक्नुहुन्छ झोल पनि एकदम बाक्लो बाक्लो हुँदै जाँदैछ यो। अब यसरी हाम्रो माछा चाहिँ पाक्दैछ। अझै केही हामीले 10-15 मिनट पकाउनु पर्ने हुन्छ यसरी मजाले। र माछा यसरी पाक्दैछ। मैले यो बिचमा यो कागती एकदम हाम्रो लोकल कागती हो यो। यस लोकल कागतीलाई मजाले हामी यसरी हाल्छौँ यहाँ है। यसले चाहिँ अझ मिठो स्वाद दिन्छ माछालाई। ल साथीहरू हाम्रो फाइनल्ली माछा रेडी भइसकेको छ। अब हामी यो अन्तिममा यो हरियो धनियो यसरी गर्न यहाँ माथि हाल्छौँ। र मजाले हरियो धनियो यसरी हालिदियो भने एकदम मिठो बास्ना आउने गर्छ। मङमङ बास्ना आइसकेको छ। अब फाइनल्ली हामी चाहिँ यो रोटीसँग खान्छौँ। ल साथी है हाम्रो भान्सेले माछा हाल्दै हुनुहुन्छ। अब एकछिनमा माछा हामी खाने तयारीमा छौँ है। हाम्रो भान्सेले माछा यहाँ बाँड्दै हुनुहुन्छ।